हेर्नुस् गाइस, जो चाहिँ डाँडाहरू चाहिँ फेरि यस्तो यस्तो छ, पुरै मान्छे लड्ने भैँसी लड्ने डाँडा भन्छ यसलाई चाहिँ। दाइहरू अगाडि उक्लिँदै हुनुहुन्छ। ल फेरि घाँस दाउरा पात पनि हुने रहेछ। है यो जङ्गलमा चाहिँ एकदम रमाइलो हरियाली छ। यता दिदीहरू घाँस दाउरा बोक्दै हुनुहुन्छ, घाँसको भारी लिएर आउँदै हुनुहुन्छ। ल सुमन दाई कस्तो फिल भइरहेछ? दामी बबाल रमाइलो। ल ल ल हाम्रो ल अगाडि दाई, यस। ल घाम पनि लागिराखेको छ, यता गर्मी पनि छ। हेर्नुहोस् है, एकछिन हामी विश्राम गरेको स्थल। चिल्लाएर त लालीगुराँस लिन जानु भएछ। लालीगुराँस लिन जानु त फेरि त एकदम राम्रो भएछ। अहिले गर्मीले गर्दा उल्लिने झ्याउ लागिरहेछ है। तर ठिकै छ, शीतलमा बसी बसी घुमी गएर टिपेर लिएर आउँदा त्यही छ। काफलको सिजन नि यही हो। हेरौँ दम पाइएछ भने खाम रात है र के गरेर आएको थियो रे दाइ? कुकुचरा। ए हो र, कुकुचरा कराएपछि चाहिँ नि अनि काफल फल्छ क्या। कुकुचराले फेरि बिहान 4 बजे काफल पाक्यो, काफल पाक्यो, काफल पाक्यो भनेर 3 चोटि बोलाएको थियो। म त बिहान उठेर अहिले जङ्गलमा आएर काफल खोज्नु। ल ल ठिक छ ठिक छ। ल यहाँ चाहिँ एउटा सानो चौर पनि रहेछ, हेर्नुहोस् है। यहाँ पनि आएर यसो हजुरहरू पनि रमाइलो गर्न सक्नुहुन्छ, बस्न सक्नुहुन्छ। ल एकदम रमाइलो ठाउँ छ यो चाहिँ, एकदम रमणीय छ। हेर्नुहोस्, दृश्य हेर्न सक्नुहुन्छ, चारैतिर हरियाली। अहिलेको समयमा चाहिँ हजुरहरू यता आएर घुम्न सक्नुहुन्छ है त। फ्यामिलीहरूसँग नि आउन सक्नुहुन्छ, साथीभाइहरूसँग जोसँग पनि आउन सक्नुहुन्छ। वेलकम छ। गुन्डो सूर्यविनायक भन्दा पछाडिपट्टि त्यसलाई चाहिँ गुन्डो गाविस होइन। गुन्डो गाविस होइन नि त, अहिले नगरपालिका भइसक्यो त। गुन्डो नगरपालिका सूर्यविनायकबाट पछाडिपट्टि। कुकु दाई के छ? कुकु दाई हाल्नु पर्ने जानुहुन्छ। के भन्नु छ र काकाहरूले यस्तो बोल्दैछु के भन्ने कुरा हाम्रो दाइले के भन्नुहुन्छ बरु? रमाइलो छ, धेरै पछि आयो आफ्नै गाउँ ठाउँको जङ्गलमा। रमाइलो फिल भइरहेछ, हल्का गर्मीको महसुस भइरहेछ। तैपनि ठिकै छ, रमाइलो भइरहेछ। अझै माथितिर हामी जाने प्रयास गर्दैछौँ। एकदम रमाइलो। हिजो रमाइलो मान्छे भन्नु चाहिँ आएको हो, तर आज चाहिँ आउँदा एकदम टाढै भइरहेको छ। यदि हजुरहरूलाई नै जानलाई उचित रमाइलो लाएर हाम्रो भिडियो हेरेर तपाईँहरूलाई खुसी लाग्छ भने हामीलाई सम्पर्क गर्नुहोला। तपाईँहरू आउनुहोस् होला, हामी वर्किङको लागि हजुरहरूलाई हामी तत्पर गर्छौँ। हामी यता बसेको यसो यहाँको भ्युज। सबैजना थकित मुद्रामा हाम्रो डेस्टिनीतिर लाग्दैछौँ। बाटो आउँदैछ, यो चाहिँ जङ्गलको बाटो हो, यो चाहिँ आफैले बनाएर हिँडेको बाटो। हेर्दै जानुहोस् है त गाइस। ल जङ्गलको बाटो हिँड्दै डुल्दै जाँदैछौँ।
मकै भटास गहुँ तोरी होइन त्यति रोपे पुग्छ पैसा भयो पुग्छ त्यति रोपेपछि कतिसम्म खान पुग्ला त काका? त्यति रोपेपछि धेरै पर्दैन हो बिसौँ वर्षले पुग्छ त्यहाँदेखि खेती चाहिँ गर्न जानु एकदम मेरो मनसुनी कुरा गरे भएर अङ्कललाई चाहिँ म यो दिन चाहन्छु। अङ्कल यसको लागि तपाईँ के भन्नुहुन्छ? पहिला उता क्यामेरामा गएर यसको लागि पहिला यो समय होइन, पहिला उता भन्नु न। म त यो समाजको कुरा गर्छु। यसको लागि के भयो भन्दाखेरि अब मेरो छोराले पनि माइक राम्रो समातेर राम्रै कुरो गर्नु ल हजुरलाई यो मैले यो चिलाउन बुटो र चिलाउन ठुटो यो कति राम्रो छ काका, यो यो है बुटाहरू त राम्रो छ बुढा कति राम्रो छ ल हेर्नु न, बुढा बुटा त एकदम राम्रो छ बाबु तिमी जस्तो छ बुटा। गाइस हामी चाहिँ अब बाटोमा आइपुग्यौँ, हेर्न सक्नुहुन्छ है बाटो। र देख्नुभयो त गाइस यसरी कराउँछ चरा। हामी चाहिँ बाटोमा आइपुग्यौँ र यहाँ बाइक पनि लिएर सक्नुहुन्छ उताबाट चाहिँ। हामी चाहिँ यो जङ्गल हुँदै आएको भित्रभित्र बाटो। ल हेर्दै जानुहोस् अझै। यो चाहिँ हाम्रो काफुलको रुख हो, यस्तो हुन्छ। छैन फला छैन अङ्कल। देखो उता लाली चिप्नु त। यता चाहिँ यहाँ लालीगुराँस टिप्ने क्रममा हाम्रो शङ्कर दादा हुनुहुन्छ। खै त लालीगुराँस हेरौँ त। ए ल जङ्गलमा चाहिँ अब यसो रमाइलो पनि गर्दै जानु पर्यो नि त गाइज होइन। त्यसैले गर्दाखेरि यहाँ हाम्रो सुमन दाई हुनुहुन्छ यता। अब दाईले चाहिँ अनिखेरि एउटा मिठो गीत सुनाइदिनुहुन्छ। ल हामी चाहिँ सुन्दै जाउँ। गयो है आमा गयो है बाबा फर्किआउला कुनै दिन गौरीआउला कुनै दिन गाउँलेको निशानी अब तिम्रो हातले देख्नु छ हाम्रो कहानी वीरताको दिनो। ताली है त ताली एउटा फेरि सानो। बतासैले उडाइलायो माया मेरो, बतासैले उडाइलायो माया मेरो, सुनमाथि अहिले तिमी छाया ढकमक जुबरा माया मेरो, फुलमाथि सजिए छाया जिन्दगानी उपहार हो। हिमालको चोखो हावा जस्तो तिम्रो माया इन्द्रैनीको ल गाइज अब यहाँबाट चाहिँ यस्तो ठाउँ निस्किन्छ हेर्नुहोस् है। यो बाटो आउँदा आउँदै बाइक पनि आउँछ तपाईँको। यो चाहिँ हाम्रो काठमाडौँ स्कुल अफ हाम्रो ओल्ड कलेज, काठमाडौँ ओल्ड कलेज भयो। यो चाहिँ स्विमिङ पुल पनि छ माथि, हेर्नुहोस् यो गुन्डुको डाँडा भइहाल्यो। यो गुन्डुको डाँडा भयो। अब हामी सिधै यो हाम्रो के भन्छ त भन्दाखेरि मन्थली भन्ने ठाउँमा चाहिँ हामी अब आउँदैछौँ। एकछिन दृश्य प्लेन स्क्रैच हुने ठाउँमा जाँदैछौँ। अब हामी चाहिँ यहाँबाट चाहिँ ठ्याक्कै हाम्रो लिखा नारायण भन्ने मन्दिरमा पनि पुग्दैछौँ, जाँदैछौँ। त्यहाँ पनि पुग्छौँ र हजुरलाई त्यो दृश्य पनि देखाउनेछौँ है त। पहिला हाम्रो संसारी पूजा यहाँ गर्थ्यो। हजुरहरू चाहिँ यो ठाउँमा आएर पिकनिक पनि मनाउन सक्नुहुन्छ। एकदम रमणीय।
पराञ्चोक भगवती मन्दिरमा पाल्नुहुने भक्तजनहरूलाई हार्दिक स्वागत गर्दछौँ। यसो जाउँ भित्र एकछिन हेरौँ। One of the best place in this world. This is our Gundu Dada भन्छ, गुन्डु चौर पनि भन्छ यसलाई। ल गाइज फाइनली हामी प्लेन क्र्यास भएको ठाउँमा जाँदैछौँ। हेर्नु होला यता माथि पनि ठुलो चौर जस्तो छ, सुटिङ आयो होला के हो त्यो कहिले थाहा भएन। अब हामी प्लेन क्र्यास भएको ठाउँमा चाहिँ जाँदैछौँ।
हेलो विश्राम भाइ, के छ? फाइनली आइपुग्यो होइन त? तेरी नाम से जी लूं, तेरी नाम से मर जाऊं, तेरी नाम के सबके मैं कुछ ऐसा कर जाऊं। तूने क्या कर डाला, मर गई मैं, मिट गई मैं, हो जी, हाँ जी, हो गई मैं तेरी दीवानी।